सम्पूर्ण आमा समूहहरूलाई विशेष मेरो हार्दिक नमन गर्दै म न्यानो जय घण्टी भन्न चाहन्छु। जय घण्टी। र आजको यस विशेष कार्यक्रममा विभिन्न ठाउँमा 25 नम्बर वडा 24 नम्बर वडा हुँदै आज यहाँ आउनु पाएकोमा म निकै नै गर्व महसुस गरिरहेको छु र म विश्वस्त भएको छु सोभिता म्याडम कि तपाईको विजय निश्चित छ र यो तीनटै क्षेत्रमा र तपाईले हामी अत्याधिक बहुमतले विजय गरेर संसदमा पुर्याउने छु र यो हामी सम्पूर्ण चितवनवासीको सम्पूर्ण क्षेत्र नम्बर 3 को र यो आज वडा नम्बर 19 बाट यो उद्घोष गर्न चाहन्छु। म एउटा मेडिकलको विद्यार्थीहरूलाई पनि पढाउँछु, डाक्टर बन्ने विद्यार्थीहरूलाई। र कस्तो हुनुहुन्छ भने यो विकासको कुरा भन्दाखेरि अब डाक्टरीमा पास गर्नलाई सेमा 40 नम्बर ल्याउनु पर्छ। यानी एउटा विद्यार्थीले 10 नम्बर ल्याएको थियो अस्तिको फर्स्ट टर्म इक्जाममा, दोस्रो टर्म इक्जाममा 15 नम्बर ल्यायो के। अनि 15 नम्बर ल्याएपछि अब हामी पास हुनु छ 40 नम्बर ल्याउनु पर्ने छ। अस्तिको पालि 10 नम्बर ल्याएको थियो, अहिले 15 नम्बर ल्याउँदाखेरि हामी खुसी हुने कि अझ अर्को चाहिँ 15 नम्बरबाट बढाएर 25 नम्बर ल्याए मात्र यो पास हुन्छ भन्ने हो। विकास पनि त्यस्तै हो। यो कारण भ्रष्टाचार गर्न नपाएर, के को कारण आफ्नो नातावाद आफ्नो कृपावाद गर्न नपाएर र कुनै पनि सरकार आजसम्म हेर्नुभयो भने कसैले पनि आज पूर्णतया 5 वर्षको सरकार दिन सकेको छैन। र यो पालि त्यही भएर यो 2082 को यो फागुन 21 गते हुन गएको निर्वाचन हामीले जनप्रतिनिधि मात्र छान्ने निर्वाचन होइन, यो स्थायित्व सरकार दिने, एउटा दिगो सरकार दिने, एउटा चाहिँ तपाईको विकासको वाहक बनेर चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ नेतृत्व लिएर देशको नीति निर्माण गरेर एउटा भ्रष्टाचारको अन्त्य गर्नलाई प्रधानमन्त्री बालेन्द्र शाहलाई भित्राउँदै गर्दाखेरि प्रधानमन्त्रीको पोस्ट नै ल तपाईँ बन्नुहोस् देश बन्छ भने म त्यो पनि त्याग्न तयार छु भनेर जुन आँट हिम्मत र जुन साहस देखाउनु भएको छ त्यो कुनै पनि मलाई लाग्दैन 100 वर्षसम्म पनि त्यसको पुरा हुन सक्दैन। त्यसै गरेर आज हाम्रो नेत्री चितवन क्षेत्र नम्बर 3 बाट आएर हामीलाई एउटा चाहिँ अपर्च्युनिटी दिइराख्नु भएको छ, अवसर दिइराख्नु भएको छ। त्यसमा कम्तीमा पनि मलाई लाग्छ कम्तीमा पनि चितवन क्षेत्र नम्बर 3 बाट उहाँलाई अत्याधिक बहुमत कम्तीमा पनि 50,000 भोटले चाहिँ तपाईले ल्याएर अत्याधिक बहुमतले जिताइ दिनु हुनेछ भन्ने म पूर्ण विश्वस्त छु। र यहाँलाई सम्पूर्ण चितवन क्षेत्र नम्बर 3 र चितवनको तर्फबाट पनि यहाँलाई अग्रिम शुभकामना दिँदै सम्पूर्ण वडा नम्बर 19 का हाम्रो घण्टी प्रेमी दाजुभाइ दिदीबहिनी तथा आमा बुवालाई म फेरि हार्दिक नमन गर्न चाहन्छु। जय घण्टी।